सुर्खेतमा 16 वर्षीय इनिसा भिकको बलात्कारपछि हत्या भएको घटनाले अहिले देशभर पीडा फैलिएको छ। पोस्टमार्टम रिपोर्टले जबरजस्ती करडीपछि अत्याधिक रक्तस्रावका कारण उनको मृत्यु भएको पुष्टि गरेको छ। संवेदनशील अङ्ग च्यातिँदा अत्याधिक रक्तस्राव भई उनको ज्यान गएको चिकित्सकहरूले बताएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रेमी भनिएका 16 वर्षीय किशोर सहित 4 जनालाई प्रहरीले पक्राउ गरी जबरजस्ती करडी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। यद्यपि दोषीलाई कडा कारबाही हुनेमा विश्वास नलागेको भन्दै परिवार र आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्। यसकारण इनिसाको शव 6 दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। दोषीलाई हदैसम्म कारबाही गर्न र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै स्थानीयवासी र आफन्तले सरकार तथा सम्बन्धित निकायसँग कडा आवाज उठाइरहेका छन्। घटनाको थप अनुसन्धानका लागि सिआइबीको टोली सुर्खेत पुगेर प्रमाण सङ्कलन तथा विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।